रूपमा जहिले पनि यो स्टेसनरी सामान अफिसको लागि विद्यार्थीको लागि बाँड्दै वितरण गर्दै आउनु भइरहेको छ। विगत समयदेखि त्यसरी गर्दाखेरि उहाँहरूलाई जहिले पनि हामी भित्री मनदेखि आभारी व्यक्त गर्न So I feel very lucky to meet Ambar, because with Ambar I discovered Nepal a lot, and because I am also interested in school project, I have the honor of participating to Ambar's project for your school, and I would like to say that going to school is very, very important now. And I wish all the students here to succeed in their studies and to enjoy life for the future. Thank you, and good luck to everybody in the school. Good luck to your school. Thank you. अहिले मेरो एउटा मात्र छ यहाँ आउने, अर्को चाहिँ अन्त अन्त ठाउँमा छ। एकदम खुसी लाग्छ मलाई। अहिले अब 5-6 वर्ष भयो कि कति वर्ष भयो मामाहरूले कलम कापी यस्तो ज्यामेन्ट्री दिएको बच्चाहरूलाई एकदम खुसी छ। हामी नि यहाँ दुर्गम क्षेत्र परेर एकदम पछाडि परेको थियो, एकदम खुसी छ, राम्रै छ। अब आमा बाउले दुःख भएको भएर त्यति किनेर दिन सकेको थिएन, अब तपाईँहरूले लिएर दिएको यो बेलासम्म बोक्दै छ। यहाँलाई विशेष धन्यवाद। मेरो नाम शमशेर तामाङ, यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र यो चाहिँ लिखुपिके गाउँपालिका वार्ड नम्बर 3 को वडा सदस्य पनि हुँ। हजुर, यस विद्यालयको भौतिक रूपमा शैक्षिक रूपमा सबै कुरा हेर्दै जाँदा जुन अहिले हाम्रो शैक्षिक रूपमा चाहिँ हरेक कुराहरू चाहिँ हजुरहरूले यो चाहिँ प्रोजेक्टले जुन सहयोग र सपोर्ट गरिरहनु भएको छ, शैक्षिक रूपमा एउटा राम्रो पक्ष त्यो देखिन्छ भने भौतिक रूपमा अलिकति यस क्षेत्र अलि विकट ठाउँ भएको कारणले
सुविधा सम्पन्न भवनहरू साँच्चै भने जस्तो अझै बनाउन त बनाइरहेछौँ, तर सोचे जस्तै सबै कुराहरू भइसकेको छैन। र यहाँ टोयलेट, खानेपानीहरू र केही बिल्डिङहरू अलि जीर्ण अवस्थामा पनि छन्। केही बिल्डिङहरू बनाउन त बनायौँ 2 वर्ष 3 वर्ष लगाएर विकट ठाउँ भएको कारणले। र अहिले यहाँ खेलकुद मैदानहरू नि हेर्न सक्नुहुन्छ। यहाँ जस्तै माथिबाट पहिरो आउँछ, भल आउँछ, यस्तो अवस्था छ, बिजोग छ होइन। यो चाहिँ पहिरो झरेर यहाँनिर खेलकुद मैदानमा नि एकदमै समस्या चाहिँ छ। यसलाई पनि केही सुधार गर्न सकेको छैनौँ। अब स्थानीय तह हरेक निकायहरूमा सङ्घ संस्थामा माग गरेर गर्दै गर्दा पनि सानो रकमले थोरै पैसाले ठ्याक्कै भनेको जस्तो राम्रो काम हुन नसक्ने भएको कारणले सामान्यतया पैसा रकमहरू योजना बजेटहरू त विनियोजन हुन्छ, तर भनेकै जस्तो विकासहरू, भनेको जस्तो सुविधा सम्पन्न विद्यालय भवनहरू, खेलकुद मैदानहरू, खेलकुद सामग्रीहरू, त्यस्तै गरी सम्पूर्ण व्यवस्थापन चाहिँ हामीले गर्न भने जस्तो सकेका छैनौँ।